चुनावले चाहिँ मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको चाहिँ एउटा प्रत्याभूति दिएको छ। यो चुनाव हुन नसकेको भएदेखि हाम्रो मुलुक, मानवता र संविधान सबै चाहिँ जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र चुनाव पनि निष्पक्ष चुनाव गरेका छौँ। चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो। हामीले पहिलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ, सुदृढ चुनाव गरेका छौँ। यहाँहरू सबैलाई थाहा छ यसपालि चाहिँ रगतको एक थोपा पनि बगेको छैन चुनावको क्रममा र हाम्रो सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट रगतको थोपा पनि बगेको छैन। त्यो प्रत्याभूति दियो। चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन् एकाध बाहेक र त्यसलाई पनि हामीले रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौँ, मतदान गरायौँ र चाहिँ त्यसरी चाहिँ पहिला स्थगन हुन्थ्यो, धेरै सङ्ख्यामा स्थगन हुन्थ्यो, फेरि चाहिँ चुनाव गराउनु पर्थ्यो। अहिले चाहिँ देशभरि नै एकैचोटि मतदान चाहिँ सम्पन्न भएको छ। स्थगन गर्नु परेको कुरा अवस्था पनि छैन। यो सबै कुरा चाहिँ हामी एउटा राजनीतिक सुशासनको लागि यति अब मानकहरू चाहिँ हामीले बढाउनै पर्छ, मानक बढाउनुपर्छ, हाम्रा मानकहरूलाई सुदृढ गर्नुपर्छ ताकि चाहिँ भविष्यमा आउने सरकारले पनि ती मानकहरू भत्काउन नसकोस्, त्योभन्दा ती मानक घटाउन नसकोस् भन्ने नयाँ लक्ष्यका साथ हामीहरू लक्षित नतिजा त्यो तहको लक्षित नतिजाको हामीले एउटा चाहिँ अपेक्षा राखेर यो काम गरेका थियौँ। हजुर।